मलाई हलुवा अलिकति बनाइदेऊ न, कस्तो खान मन लागिरहेको छ। पछि ल आमा, अहिले हामीलाई ढिलो भइसक्यो। छोरी सुन्न, मलाई कस्तो मन्दिर जान मन छ, एकचोटि लगेर ल्याए न। हुन्छ आमा, तर अलि पछि है। यस्तै साडी ल्याइदेऊ न बुहारी मलाई पनि, गुलाफी कलरको ल। अब यो पालि त सक्दिन, अर्को पालि है आमा। यो ब्ल्याङ्केटले त तातो नभएको जस्तो लाग्छ, अर्को ल्याइदे न छोरा। यो वर्ष भइहाल्यो, अर्को वर्ष है आमा। सबैजना बसेर खाना नखाएको पनि कति भयो। आज छुट्टी लियो सबैजना। कहाँ भ्याउनु, भ्याउँदैन मेरो त, जानुपर्छ। मेरो पनि भ्याउँदैन, जानुपर्छ। आमा जानुभएको पनि 10 दिन भइसकेछ। धेरै याद आउँछ आमा तपाईँको। नानी यो हलुवा लगेर कागलाई दिदेऊ है। आमाले मन लाग्यो भन्नु भएको थियो, त्यसैले बनाइदिएको। आमाले ब्ल्याङ्केट चाहियो भन्नुभएको थियो, दान दिएपछि आमाकोमै पुग्छ होला नि। अनि साडी पनि भन्नु भएको थियो। मलाई भन्दा आमालाई दिएको भए आमा कति खुसी हुन्थ्यो होला। त्यत्रो मन्दिर लग भन्नुभयो है आमा तपाईँले मलाई, त्यति पनि गर्दिन सकिन मैले। आमासँग बसेर कहिले एक कप चिया पनि खाएनौँ है हामीले त। त्यही त, अब गइसक्नु भएपछि दुःख लाग्छ। मान्छे आफूसँगै हुँदा माया गर्नु होला, गएपछि गरेको काम छैन।